हेलो नमस्ते, मेरो नाम भावना अनि यो चाहिँ मेरो छोरी विनी। 2 दिन चाहिँ प्यारेन्ट्सलाई बोलाएको थियो। आज चाहिँ उनी एकदम बिहानमा एक्लै जाने अनि फटाफट उनलाई नास्ता गराइदिएँ। म चाहिँ एकदम दुखी थिएँ, उनी चाहिँ एकदम खुसी थिएन आफ्नो साथीहरूसँग बिहानमा एक्लै स्कुल जाँदा। अनि मलाई चाहिँ एकदम दुःख थियो। 2 दिन प्यारेन्ट्सलाई बोलाएको थियो, त्यही भएर हामीहरू गयौँ। आज चाहिँ एक्लै बिहानमा जाँदै थियौँ, तर मनले मानेन। म चाहिँ पहिल्यै बिहानभन्दा पहिल्यै गएर बसेको थिएँ कसरी भित्र जान्छन् भनेर हेर्नको लागि। अनि त्यसपछि यहाँ चाहिँ ड्राइभरले हात समातेर उनीहरूलाई भित्र क्लासरुमसम्म छोडेर आउँछन्, सानो बच्चाहरूलाई। धेरै प्यारेन्ट्सहरू आज पहिलो दिन बच्चाहरूलाई छोड्न आउनुभएको थियो, रुँदै हुनुहुन्थ्यो। अनि प्रिन्सिपल आएर चाहिँ सबैलाई घर जानुहोस् तपाईँहरूलाई देख्यो भने बच्चाहरू हुन्छ भनेर हामीलाई चाहिँ पठाइदिनु भयो। अनि म घर आएँ, घर आइसकेँ फटाफट खाना बनाएँ। अनि खाना बनाएपछि विनी पनि आइन्। अनि त्यसपछि हामीले फटाफट खाना खायौँ। हामीलाई जानुपर्ने थियो अहमदाबाद। हामी चाहिँ गुजरातको भरुच भन्ने ठाउँमा बस्छौँ। अनि त्यसपछि अहमदाबाद चाहिँ मेरो सबै भाइ बहिनीहरू, मामा दाइ भाउजू सबै वहीँ बस्छन्। अनि मेरो भाइको छोराको चाहिँ अन्नप्रसन्न थियो, खाना खुवाउने दिन 6 महिनाको भयो। अनि त्यही भएर हामीलाई जानुपर्ने थियो अहमदाबाद। अनि फटाफट हामी चाहिँ यहाँ चाहिँ बसमा बसेर अहमदाबाद गयौँ। यो चाहिँ अहमदाबादको नजारा। अहमदाबाद चाहिँ मलाई एकदम मनपर्छ। म यहाँ 10-15 वर्ष नै लगभग बसेँ, धेरै मनपर्छ। हामी चाहिँ भरुचमा भर्खर 6 महिना जति भयो सिफ्ट भएको। यहाँ चाहिँ बसबाट उत्रेपछि दिदीको छोरा लिन आयो अनि मलाई फोन देखाउँदै थियो, उसको बर्थडे गिफ्ट। अनि हामी घर गयौँ। घर गएपछि बुहारी पनि यहाँ आएको रहेछन् भदैलाई लिएर। अनि त्यसपछि म एकछिन भदैसँग खेल्न लाएँ। सारा थकान, गाडीको 4 घन्टाको थकान नै दूर भयो बाबुलाई देखेर। किनकि उनी हाम्रो जीवनमा मतलब बाबु चाहिँ 10 वर्षपछि आएको। अनि साँझ चाहिँ दिदी ड्युटीबाट आउनुभयो। अनि हामी चिया खायौँ, बसेर गफ गऱ्यौँ। अनि राति पुलाव खायौँ। अनि यसरी गयो दिन।